ड्याडी के भयो बुहारी? खत्तम भयो, बर्बाद भइहाल्यो नि ड्याडी। के खत्तम भयो बुहारी? ड्याडी छोरो के भयो मनोजलाई? के हुनु नि, केही नि भएन। अनि किन रोको त तिमी? तपाईँको छोराले मेरै आँखा अगाडि केटी लिएर हिँडे स्कुटरमा। अब म के गर्ने होला? कहाँ छ त्यो? त्यसलाई मैले जानेको छु। हजुर ड्याडी, कहाँ हो त? म कोटेश्वर ड्याडी। त तुरुन्त 10 मिनट घर आइहाल। ए हस् हस्। तिमी टेन्सन नलिऊ बुहारी, त्यसलाई मैले जानेको छु। हजुर ड्याडी। तिमी आज मेरो हातबाट बच्दैनस्। किन रे ड्याडी, के भयो? तँलाई अलिकति पनि लाज लाग्दैन? घरमा यस्तै राम्री बुढी हुँदाहुँदै अर्की केटी लिएर हिँड्ने? केटी? को केटी फेरि? ए अघि स्कुटरमा केटी राखेर हिँडे मैले नदेख्या हो र? ए त्यो केटी? त्यो त याङ्गो कस्टमर हो नि ड्याडी। अहिले म याङ्गो गरेर पेट्रोलको पैसा बचाउँदै पनि छु र याङ्गोबाट बोनस पनि कमाउँदैछु। कस्तो याङ्गो, कस्तो कस्टमर? के को बोनस? अब म डेली अफिस जाने रुटमा एकजना याङ्गो कस्टमर पिक गर्दाखेरि मेरो पेट्रोल खर्च कभर भएन त? कसरी हुन्छ त्यस्तो? त्यसको लागि याङ्गो प्रो एपमा 3टा गोल सेट गर्ने, घर र अफिसको डेस्टिनेसन सेट गरेर अनलाइन जाने। त्यसपछि त घरबाट निस्किँदा, अफिस जाँदा, तरकारी किन्न जाँदा जतिखेर पनि 3टा ट्रिप कम्प्लिट गरे भइगयो। अनि त बोनसको पैसा पनि पक्का, पेट्रोलको पैसा पनि ढुक्क भयो। याङ्गोले त हामी जस्तो अफिस कलेज जानेलाई डेली रुटबाट अर्निङ गर्नेलाई एकदम सजिलो गरिदिएको छ नि। त्यही भएर अब शङ्का नगर्नु है मलाई।